अब संशोधनकर्ता मान्य सदस्य सुहाङ नेम्बाङलाई आफ्नो संशोधन पेश गर्दै छलफलमा भाग लिन समय दिन्छु। समय 5 मिनट। त्यसपछि मान्य सदस्य ऐन बहादुर महर। सम्माननीय सभामुख महोदय, हामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रममा छलफलमा उपस्थित भएका छौँ। मैले सधैँ भन्ने गरेको छु, समर्थन वा विरोध पूर्वाग्रहमा होइन, तथ्य र प्रमाणमा आधारित हुनुपर्छ। यो सरकार जुन जनअपेक्षा, भरोसा र प्रश्नको जगमा उभिएको छ, त्यसैको आधारमा यसपटकको नीति तथा कार्यक्रम त्यही उचाइ र गरिमाको हुनेछ भन्ने मेरो अपेक्षा थियो। तर त्यो उचाइको आशा, उत्साह र भरोसा जगाउने कार्यक्रमहरूसँग मेरो भेट भने भएन। म तपाईँहरूलाई सोध्न चाहन्छु, यो नीति तथा कार्यक्रम ती तपाईँहरूकै प्रश्न, दाबी, बाचाहरू र अपेक्षालाई सम्बोधन गर्ने गरी आएको छ? प्रारम्भमै संविधान संशोधनको कुरा यहाँ लेखिएको छ। मेरो स्पष्ट धारणा छ, संविधान संशोधन केवल संशोधनको लागि मात्र होइन, जनताले प्राप्त गरेका अधिकारको कसीमा राखेर अग्रगमनका लागि होइन, अग्रगमनका लागि हुनुपर्छ, न कि पश्चगमनका लागि। यो संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन, रगत र पसिनाले लेखिएको साझा सहमतिको दस्तावेज पनि हो। यो त राष्ट्रिय एकता र साझा मनोवैज्ञानिक भावधारालाई जोड्ने कडी पनि हो। गणितले संशोधन त गर्ला, तर साझा भावनाले मात्र स्थायित्व दिन्छ। संविधानका अक्षरहरू बहुमतको गणितले मात्र कोरिनु हुँदैन, त्यसमा राष्ट्रको साझा ढुकढुकी र सहमतिको रङ पनि भरिनुपर्छ। तब मात्र त्यो कालजयी र साझा बन्न सक्छ। हामी बहस गर्छौँ, देश किन बनेन, लामा लामा विमर्श गर्छौँ, दाबीहरू पेश गर्छौँ, नैतिक शिक्षा बाँड्छौँ र जनतासँग अर्को बाचा गर्छौँ। हामीले कहिले यो वस्तुगत हिसाब गरेनौँ, आखिर बन्यो चाहिँ कति र कस्तो, के छन् बन्न बाँकी। हामीले स्वीकार गर्नै पर्छ कि आर्थिक परनिर्भरता हाम्रो एउटा नमिठो इतिहास र बाध्यता दुवै बनेको छ। परनिर्भर अर्थतन्त्रको जगमा उभिएर कुनै पनि देश समृद्ध भएको इतिहास विश्वमा कतै पनि छैन। दुःखको कुरा, प्रस्तुत नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ सङ्कल्प भने कतै देखिँदैन। यो अपमानपूर्ण परनिर्भरताको भारी बोकेर देश गन्तव्यमा पुग्न सक्दैन। बजारको कुरा गर्छौँ र वितरणका सुन्दर सपनाहरू सहजै बाँड्छौँ, तर प्रश्न उठ्छ, जब उत्पादन नै छैन तब बजार र वितरणको मात्रै सपना बाँडेर हुन्छ के? म अनुरोध गर्न चाहन्छु, अब अरूले देखाएको बाटोमा होइन, अरूले दिएको उधारो उज्यालोमा पनि होइन, अब आत्मनिर्भर अर्थतन्त्रको नेपाली बाटो निर्माण गरौँ। त्यो हो उत्पादनको बाटो। विकासका लागि सुशासन अपरिहार्य छ, तर सुशासन राज्यको दमन वा त्रासबाट मात्र सम्भव हुँदैन। बन्दुक देखाएर वा जेल देखाएर मात्र हुँदैन। यसका लागि बलियो प्रणाली र पद्धतिको विकास आवश्यक हुन्छ। विधि र थितिमा स्थापित सुशासन नै दीर्घकालीन बन्न सक्छ। सम्माननीय सभामुख महोदय, हामी प्राय संविधान, सुशासन, विकास र समृद्धिका बहसहरूमा केन्द्रित हुन्छौँ, तर माटो र भौतिक संरचनाको कुरा गरिरहँदा हामीले छुट्याइरहेका हुन्छौँ। त्यो हो मान्छे। यदि समाजको एउटा तबका भोकै छ, एउटा वर्ग अपमानित छ र अर्को क्षेत्र उपेक्षित छ भने ती चिल्ला सडकहरूको के अर्थ? समृद्धिको अर्थ भौतिक विकास मात्र होइन र समृद्धिको अर्थ भौतिक विकास मात्र होइन, बरु प्रत्येक मान्छेको आत्मसम्मान वृद्धि गर्नु पनि हो। जबसम्म कुनै पनि नागरिकको मनमा यो देश मेरो पनि हो र भन्ने संशय भइरहन्छ, तबसम्म हाम्रो विकास अधुरै रहिरहन्छ। सामाजिक न्यायलाई उपेक्षा गर्नु भनेको अर्को एउटा अप्रिय सङ्घर्षलाई निम्तो दिनु हो। त्यसैले हामीले केवल नारामा मात्र होइन, नीतिगत र व्यावहारिक रूपमै यो विभेदको खाडल पूर्ण ढिला गर्नु हुँदैन। नेपाली महिलाहरूले आफूलाई घरको चौघेरामा मात्र सीमित होइन, राज्यको हरेक तह र निर्णय प्रक्रियामा नेतृत्वदायी सहयात्री महसुस गर्न सकुन्। जात व्यवस्थाबाट, ऐतिहासिक अन्यायबाट पेलिएका दलित समुदायले
अब दलनबाट पूर्ण मुक्ति र सम्मानजनक सहभागिताको अनुभूति गर्न सकुन्। मधेसी आदिवासी जनजाति थारू लगायतका कुनै पनि नागरिकको मनमा यो देश मेरो पनि हो र भन्ने प्रश्न होइन, यो देश मेरो गौरव हो भन्ने गर्व जागृत होस्। कर्णालीवासीले काठमाडौँलाई टाढा होइन नजिक सम्झिउन्, सुदूरपश्चिमले काठमाडौँबाट दूर होइन सँगसँगै हिँडिरहेको अनुभूति गर्न पाइयोस्। मैले समितिको बैठकमा पनि भनेको छु, राज्य वा सरकार सबैभन्दा बढी उनीहरूलाई चाहिन्छ जसको केही छैन र कोही छैन। मान्य सदस्य आफ्नो भनाइ छोटाए सभामुख महोदय। कोही नहुनेको लागि राज्य हुन्छ भन्ने मान्यताले नै विधिको शासनलाई जीवन्त, चिरस्थायी र बलियो बनाउँछ। त्यसैले मेरो आग्रह छ, त्यसकारण भौतिक पूर्वाधारहरू जति भव्य बन्छ ठिक त्यसै गरी सबैको आत्मसम्मान पनि उत्तिकै भव्य बनाइदिने गरी नीति निर्माण गरियोस्। धेरै धेरै धन्यवाद।